अहिले हुई फेटाङ बारतिर लाउने गरेको छ। 2/3 रे बहुमत रे। यो नेपालको इतिहास हो, पहिलोचोटि होइन दाजुभाइ दिदीबहिनीहरू। अहिलेको माननीयहरू हामी यसो हेर्छौँ, तपाईँको चाहिँ सेलिब्रिटी टाइपको हो हल्ला गर्ने, गफै मात्रै गर्ने प्रकारको हामीले देखेका छौँ। यसो कुनैको तपाईँको यतातिर कता कता तपाईँको चाहिँ उनका मूलजराहरू छन्। त्यो तपाईँको चाहिँ मूलजरा उतै भइसके पछाडि उतैबाट मलजल भएर तपाईँको चाहिँ सक्रिय भएको पार्टीहरूबाट हामी आत्तिनु हुँदैन। नेपाली जनताले सुन्दर सपना देखाएर तपाईँको निराशाको भारी बोकाउनेहरूले नेपालमा यो पहिलोचोटि तपाईँको 2/3 अथवा बहुमत लिएको इतिहास होइन। फेरि यो एउटा हरिलट्ठकको कुरा सुन्नुभयो भाइ। तिमीले चुनाव उठ्न पायो, यो सबभन्दा ठुलो कुरो हो। हाम्रो देशको कानुन यति फितलो छ कि तिमी जस्ता देशद्रोहीलाई चुनाव उठ्न दिएको छ, जसले नेपालको झन्डा जलाउँछु भन्ने, जलाउने, गाई काटेर खान पाउनुपर्छ भन्ने, अनि देशका पिता, राष्ट्रपिता पृथ्वीनारायण शाहको तस्विरमा लात्ताले हान्ने, तिमी जस्तो देशद्रोहीलाई चुनाव उठ्न पायो र जनताले के भरोसा गरेर तिमीलाई जिताए थाहा छैन। जनताले के देखेर तिमीलाई जिताए थाहा छैन। त्यही नै सबभन्दा ठुलो कुरो हो। यदि तिमी देश बनाउन आएका हो, आफ्नो स्वार्थ पूरा गर्न आएका होइनौ भने नि चुप्प लागेर कुनामा गएर बस, संसदको कुनामा गएर बस। तिम्रो त्यसै पनि संसदमा कुनै पनि काम छैन। तिम्रो र तिम्रो पार्टीका अध्यक्ष सदस्य जुन हरेक टाइममा 1000 फाल्तु बोलिराख्छन्, तिनीहरूको कुनै पनि काम छैन। तिमीहरू देश बनाउन होइन, कन्ट्रोभर्सी क्रिएट गर्न मात्रै चुनाव जित्यौ र अब कन्ट्रोभर्सी क्रिएट मात्रै गर्ने हो तिमीहरूले देश बनाउन चाहिँ पक्कै पनि होइन। चाहे जेसुकै भनोस्, तिमीहरू देश बनाउन पक्कै पनि होइन। हुन त तिमी त यसै पनि देशद्रोही हो एक हिसाबले हेर्ने हो भने त। नेपाली जनताको नजरमा त तिमी देशद्रोही नै हो। गाई काट्ने, राष्ट्रपिताको तस्विरमा लाद हान्ने, फोटोमा लाद हान्ने, अनि झन्डा जलाउँछु भन्ने। धन्न छ त्यहाँको जनतालाई, नमस्कार छ, यस्तालाई जिताएर पठाउनु भयो।